गाइज नमस्कार, वेलकम टु माई न्यू अनदर ब्लग। र म चाहिँ अहिले गइरहेको छु नदरी। म चाहिँ एक्लै छु, कोही पनि छैनन्। किन हो भनेपछि म चाहिँ किन गइरहेको छु भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो खेतहरू छन्, भिटा काट्नु पर्ने छ। अलिक के छन् दामी, अलिकता म भ्रमण गर्नेछु। के हुन्छ, के देखाउँछु के देखाउँदिनँ सबै तपाईँहरूले यो भ्लगमा देखाउने छु। भ्लगलाई अन्तिमसम्म हेर्नु होला। गाइज म चाहिँ एक्लै छु, अहिले चाहिँ बाटोमै हिँडिरहेको छु है। यहाँ वरिपरि रुखहरू छन्। यहाँ पछाडि हेर्न सक्नुहुन्छ, यो पछाडि हेर्न सक्नुहुन्छ, यो चाहिँ काटेको रुख हो। पहिला धेरै ठुलो थियो, यो चाहिँ काटेको रुख हो गाइज। यहाँबाट पारी यस्तो भ्यू देखिन्छ। त्यो गाइज यो यहाँबाट यस्तो देखिन्छ, माथिसम्म जलेको छ, एरिया देखिन्छ। त्यहाँ नदरी छ, पल्लो नदरी भयो, यो चाहिँ तल्लो नदरी। म चाहिँ तली जाने हो, पर गई हुँदैन, हुन्छ कि हुन्छ थाहा छैन। यहाँ तली बेड्नुमा जान्छु, म चाहिँ पानी सानी हाल्छु। यहाँ चाहिँ आज चाहिँ भिट्टा काट्ने भन्यो, भिट्टा चाहिँ काटाइ हुन्छ कि नै त्यो पनि थाहा छैन। बक्सु पनि ल्याएको छैन मैले चाहिँ। यहाँबाट चाहिँ त्यहाँ पनि देखिन्छ कि पुरै त्यहाँ ग्राउन्ड छ नि, त्यहाँ पुरै त्यहाँ उता एउटा गुफा जस्तो छ लागिरहेको छ धेरै। यहाँबाट चाहिँ पुरै माथि त्यहाँ छ नि, त्यहाँ साइडमा पुरा हाम्रो स्कुलहरू छन् है गाइज। अहिले चाहिँ हामी तली जाने हो गाइज। यो चाहिँ फुल फुल्न लागेको रहेछ, त्यहाँ पनि रहेछ। यो चाहिँ मेलाको रुख रहेछ। यहाँ चाहिँ यो चाहिँ आजकलको यो फुल उग्न लागेको है एउटा माछामा है। हेर्न सक्नुहुन्छ, यस्तो बबाल फुल फुलिरहेछ, यस्तो फुल फुलिरहेछ आजकलको मौसममा चाहिँ गाइज। यहाँ पुरै फुलै फुल छ नि, के अजिब जस्तो फुल छ, तर यो चाहिँ बबाल छ है गाइज। यसले अब यहाँ राखिदिउँ कुनै दिन भनेपछि। आजकलको अलिकता फुल उग्ने सिजन हो क्या। आरू स्याउ अब बिस्तारै उग्छ क्या, सबै फलफुलहरू उग्छ गाइज। र धान रोप्ने बेला हो अब चाहिँ गाइज। अब त्यहाँ तली चाहिँ बेड्नुको भ्यू पनि निकालेका छन्, कसैको चाहिँ निकालेको छैनन्। अब चाहिँ म तली जान लाग्छु। आजकलका यी आरूहरू पनि पाक्न लागिसके, यहाँ माथिसम्म पनि पाकेका छन् आरू चाहिँ। अब चाहिँ पाक्न लाग्छ नै, यो आरू उम्रेको आरू हो। हेर्न सक्नुहुन्छ, एक दुईवटा निकालौँ। यो चाहिँ आरू गाइज। र यसलाई चाहिँ म खाने प्रयास गर्छु है। आजकल चाहिँ चुकिल्ली नै छ गाइज, चुकिल्लो छ। पछि पुरा पाकेपछि राम्रो हुन्छ र टेस्टी हुन्छ। र यो आलुको उठिल्ला हुन्छ नि, यसले चाहिँ तेल पनि बनाउन सकिन्छ क्या गाइज। अहिले चाहिँ चुकिल्लो रहेछ, पछि पुरा पाकेपछि धेरै खतरा हुन्छ भनेपछि अलिक मिठो हुन्छ क्या गाइज। यसको जुस बनाएर खाए पनि हुन्छ। प्रायः जस्तो जुस खाँदैनन् यहाँतिर। यहाँ चाहिँ पुरै झरेको हुन्छ क्या यो आरू। यस्तै एउटा मात्रै छैन कि, त्यहाँ पनि छन्, पर साइड पनि छ क्या गाइज। हाम्रो गाउँ साइडमा पनि छ, उता चाहिँ धेरै छ क्या। यस्तै आरू झरेको हुन्छ, टिप्न जान्छौँ क्या हामी चाहिँ। फेरि म चाहिँ गएको छैन, केटाहरू जान्छन्, साथीहरू घरका फ्यामिलीहरू जान्छन्। म चाहिँ गएको छैन। अहिले चाहिँ म तली गइरहेको छु, यहाँ बाटोमा हिँडिरहेको छु गाइज। म चाहिँ तल्लो नदरी पुगिसकेको छु। र यहाँ चाहिँ के हुन्छ भन्दाखेरि गाइज माथिबाट पानी आउँछ होइन, त्यहाँ माथिबाट पानी आएर अरू खेतमा पनि हाल्छन्। यहाँबाट त्यहाँ पानी आएको छ, त्यहाँ खेतमा हालेर रोपाइ गर्छन् है, माथिबाट पानी पनि छोड्छन् गाइज। र म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यहाँबाट चाहिँ पानी यहाँ यो ठाउँ छ नि, यो ठाउँबाट पानी छोडेर यहाँबाट डिभाइड गरेर अरूको खेतमा जान्छ। अब पर्सिबाट रोपाइ सुरु भएपछि सबैजना जान्छन् है। रोपाइ त सुरु भइसकेको छ। तोरी एउटा गौतमबाट भन्ने जिल्ला छ, त्यहाँ चाहिँ रोपाइ सुरु भइसकेको छ। अब यहाँ पनि हुन्छ होला, हेर्न सक्नुहुन्छ, पानी सानी छोडेका छन्। मैले चाहिँ के भन्न चाहेँ भन्दाखेरि हाम्रो चाहिँ त्यो तली छ, पानी चाहिँ यहाँबाट त्यहाँ छोडेको रहेछ। र म चाहिँ के गर्छु भन्दाखेरि यो छ नि, बराबर पारेर हाम्रो खेतमा पनि पानी हाल्छु। यहाँ चाहिँ धेरै भइसकेको छ, हाम्रो बेड्नमै चाहिँ पानी उति छैन। यहाँ चाहिँ पानी अब बुझेर यो ढुङ्गा यता निकालेर, कस्तो यार खुट्टो पानीमा गयो यार गाइज, कचिल्लो भयो ठिक हुँदैन क्या। यो चाहिँ बुझेँ मैले। र यहाँबाट तली जान्छ, र म चाहिँ तली हाम्रो खेतमा पनि हेर्छु के कस्तो छ त्यहाँको महल चाहिँ गाइज। यार यहाँ त पुरै सुक्कै छ क्या, यहाँ पनि बुझेको छैनन्। यहाँ पनि बुझ्छु मैले चाहिँ। पहिला चाहिँ यही नहटाएर यो हाल्ने हो कि, यो हालेर बल्न बुझ्ने हो। यहाँ बुझेर उताबाट माथि त पानी आउन पनि सुरु भइसकेको छ। यहाँ चाहिँ बेड्न हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ बिहान फुपूले बेड्नमै भ्यू चाहिँ निकालिसकिन्। यहाँ चाहिँ उति बाक्लो छैन, उता चाहिँ बाक्लो छ। र
बेड्नमा चाहिँ पानी उति छैन आज चाहिँ। अब चाहिँ रोपाइ सुरु हुन लाग्यो नि, त्यसै कारण अरूको पनि बेड्नमा बिउ अरू निकालेका छन्। उतामा चाहिँ निकालेको छैनन्। यहाँ चाहिँ हाम्रो बिहान निकालेको फुपूले यो पुरै बिउ गरेर बेड्न रोपाइ सुरु हुन्छ क्या गाइज। कस्तो कस्तो हुन्छ नेपालमा, सबै ठाउँमा हुन्छ क्या चामल। जुम्लाको चामल उत्पत्ति यसै धानबाट हुन्छ क्या गाइज। अरू चाहिँ लोकल चामल, यो चाहिँ लोकल चामल है गाइज हुन थाल्छ। खेतको चाहिँ कुरा नगरौँ, पहिला चाहिँ यहाँ बबाल बिउ हुन्थ्यो, आजकल उति राम्रो बिउ हुँदैन क्या। ऊ त्यहाँ यार जिउलोमा भुइँसो ल्याएर आउनु भएको छ। त्यो भुइँसोको मालिक कहाँ छ? मलाई पनि देखिरहने, मैले देखिरहने, तिमीलाई चाहिँ देखिरहने। ऊ माथि आउनुभयो गाइज। त्यो गाइज यहाँ चाहिँ पानी लाग्न सुरु भइसकेको छ। पानी चाहिँ अघि लागेको, अहिले चाहिँ भर्खर मैले हालेर यहाँ सुरु भइसकेको छ। उता चाहिँ अझै पनि भुइँसा चरेर छन्। ऊ त्यहाँ मालिक, यहाँबाट भ्यू चाहिँ यस्तो देखिन्छ गाइज। ऊ त्यहाँ माथि मोड देखिन्छ, ऊ नदीको माथि जङ्गल, यहाँ ऊको माथि पुरै जङ्गल छ क्या गाइज। अब चाहिँ म भित्र चाहिँ खुनै हुन्न जस्तो छ, म चाहिँ घरतिर जान्छु होला। यहाँ चाहिँ तलि पनि हाम्रो एउटा लामो खेत छ। ऊ त्यहाँ माथि त्यो बगैँचा छ नि, ऊ त्यहाँ साइडमा त्यो पुरै हाम्रो हो। एउटा छैन, अलिकता खेत छ, त्यो चाहिँ हाम्रै हो। त्यहाँदेखि माथि पनि खेत छ है, एक दुईवटा खेत छन् हाम्रा। यहाँ चाहिँ पानी लाग्न सुरु भइसकेको छ। उता चाहिँ आलु बोएका छन् गाइज। र म चाहिँ अब घर जान्छु, भन्ने चाहिँ गाउँमा जान्छु, त्यसपछि जान लाग्छु। पानी के भुइँचालाई खालमा बचालेर ऊ थोरी उता छ, ऊ त्यो थोरी यता चाहिँ बाख्रा छन्। यहाँ चाहिँ के भन्छन् भन्दाखेरि आलुको खेतमा चाहिँ ऊ त्यहाँ छ नि, ऊ त्यहाँ चाहिँ धारा पनि छन् गाइज। जुम गरेर देखाएको तपाईँहरूले। त्यहाँ चाहिँ एउटा हपल्लो धारो छ, तल्लो धारो छ, त्यसलाई चाहिँ भन्छ नदरी धारो। म चाहिँ अहिले तलीबाट माथि आइसकेको छु, बाटोमा हिँडिरहेको छु गाइज। र यहाँबाट चाहिँ वरिपरिको भ्यू कस्तो देखिन्छ भन्दाखेरि तपाईँहरूले वरिपरिको भ्यू देखाउँ है। आहा ऊ त्यहाँ माथि बजार छ, जुम्ला बजार, यहाँबाट त देखिँदैन, अलिअलि देखिन्छ। यहाँबाट गोलो भ्यू त हेर्नुभयो होला। त्यहाँ चाहिँ एउटा दुईवटा तिनवटा आजकल चाहिँ यत्रा साना दाना चाहिँ छेउ पनि लागेका छन्। यहाँ साइड चाहिँ त्यो पुरै अर्काको बगैँचा हो, हाम्रै गाउँका पडोसीको बगैँचा हो गाइज। र यहाँ चाहिँ के हुन्छ भन्दाखेरि त्यो खुर्पानी छ नि, खुर्पानी पनि पाक्न लाग्छ। दाना चाहिँ लागिसकेको छ। अब चाहिँ एक डेढ महिनामा पाक्छ। एक दुईवटा त राता पनि छन्, यहाँबाट त देखिँदैन, पुरै खुर्पानी हो। त्यो घरको मालिक चाहिँ अर्को छैन, हाम्रै गाउँको पडोसी हो नि गाइज। यहाँ चाहिँ हावा पनि धेरै लागिरहेछ क्या, पसिना आयो। मैले चाहिँ उकालोमा हिँड्दाखेरि, किनकि पसिना चाहिँ धेरै आउँछ नि त, कहिले आउँछ कहिले आउँदैन गाइज। आज चाहिँ घाम धेरै थियो, हेर्न सक्नुहुन्छ यहाँ पुरै घामै घाम छ। बादल यस्तो छ जस्तो छ, तर घाम छ है गाइज। म चाहिँ अहिले हिँडिरहेको छु। यो खाल यहाँ पनि भुइँसाहरू बस्छन्। यहाँबाट चाहिँ हाम्रो गाउँ अलिअलि देखिन्छ, यहाँ पनि हाम्रो गाउँ छ गाइज। र यो पुरै टिन उक्या छ क्या गाइज, वरिपरिबाट देखिन्छ। यसको चाहिँ यो पुरै टिन उक्या छ। म चाहिँ गाउँमा पुगिसकेँ गाइज। यहाँबाट चाहिँ ऊ त्यहाँ तलि एउटा घर बनाइरहेछन्। अहिले चाहिँ पुरै यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ छ नि पुरै बादल आइरहेछ। अहिले चाहिँ छिटा पनि फालिरहेछ क्या, अहिले यहाँ छिटा पनि फालिरहेछ। हेर्नु सक्नुहुन्छ, यो छिटा पनि फालिरहेछ। म चाहिँ हिँडिरहेको छु बाटोमा गाइज। अहिले चाहिँ घरमा गइरहेको छु। अहिले चाहिँ कति 3-4 बजीको। यहाँ चाहिँ पुरै उता साइड चाहिँ पुरा बादल लागेको छ क्या गाइज। तलीबाट यस्तो भ्यू देखिन्छ। ऊ त्यहाँ स्याउको बगैँचा, यो अघि देखाएको तलीबाट देखिन्छ। म चाहिँ हाम्रो घरको ठाउँमा आएको छु गाइज। र यहाँ चाहिँ अस्ति हामीले, यो चाहिँ अर्काको जौँ हो, यो चाहिँ हाम्रो जेठ मम्मीको जौँ हो, यो चाहिँ हाम्रो जौँ हो है। यहाँ चाहिँ पुरै जौँ छन् गाइज। यहाँ पुरै जौँ छन् क्या, हेर्न सक्नुहुन्छ। यो पुरै जौँ हो, यसको चाहिँ आटो पनि छैन। ऊ चाहिँ हेर्न सक्नुहुन्छ बादल के धेरै बादल लागिरहेछ। र ऊ माथि पनि हेर्न सक्नुहुन्छ बादल लागिरहेछ। आज चाहिँ बेलुका चाहिँ मेघ आउँछ जस्तो छ गाइज, आउँछ कि आउँदैन थाहा छैन। र यहाँबाट चाहिँ पुरै पारिहारीको भ्यू हेर्न सक्नुहुन्छ, यस्तो बबाल भ्यू छ क्या। अघि म चाहिँ त्यहाँ नदरी गएको भ्यू देखाएँ तपाईँहरूलाई। अहिले यहाँ घरमाथिको भ्यू हेर्न सक्नुहुन्छ, बारिसको छिटा फालिरहेछन्। र यो चाहिँ यस्तो भइरहेछ। यो पुरै यो एरिया पुरै ठाडा हाम्रो, यो पुरै ठाडा हाम्रो। यो तल चाहिँ हामी बस्छौँ गाइज। तलीबाट देखाउँछु अहिले चाहिँ म। यहाँबाट चाहिँ पुरै नदी पनि देखिन्छ क्या। ऊ
ऊ त्यहाँ नदी हेर्न सक्नुहुन्छ, ऊ त्यहाँ नदी। सो गाइज योबाट भ्यू पुरै देखिन्छ कि, किनकि आज चाहिँ अस्ति पनि धेरै यस्तो के त चट्यान परेको थियो कि पुरी गौतमबाट भन्ने ठाउँमा चट्यान परेर गाइज अलिकता गाह्रो भएको थियो। उठे माथि चाहिँ पानी भरिरहेछ नि, यहाँ पनि खाली जर्किन, यहाँ चाहिँ खाली यी धारा चाहिँ आउँदैन, ऊ त्यहाँ धारो पनि आज आउँदैन, त्यो तली धारो के गाइज तल्लो त्यो धारो छ नि त्योमा पानी आउँदैन, ऊ त्यहाँ पर एउटा धारो छ, यहाँ धारो छ। आज चाहिँ पानी आइरहेछ नि, ट्याङ्की खाली छ भन्दा चाहिँ ट्याङ्की चाहिँ माथि छ गाइज। र हामी चाहिँ गाउँको भ्यू चाहिँ बवाल देखिन्छ है, ऊ त्यहाँ तली अहिले 6-7 बजिसक्यो, अहिले त्यहाँ नदीमा झन् मान्छेहरू, बाफ्रे अहिले मान्नै पर्छ है गाइज। त्यो सिमी दल्न गइरहेको छु र यहाँ चाहिँ वरिपरि पुरै झन् यो वरिपरि अगाडि बादल देखिरहन्छ। अहिले चाहिँ मेघ आउन पनि स्टार्ट भइसकेको छ गाइज। म चाहिँ यहाँ सिमी दल्न गइरहेको छु, घर जानलाई घर बजुले चाहिँ सिमी दल्न पठाइछन् र म चाहिँ सिमी दल्न गइरहेको छु। र अहिले चाहिँ बारी छ, मेघ आउन पनि स्टार्ट भइसकेको छ, पुरै रात होला जस्तो छ कि। यहाँ चाहिँ क्यामेरामा चाहिँ उज्यालो देखिरहेको छ गाइज, तर खासमा आँखामा चाहिँ पुरै रात होला जस्तो छ कि। यहाँ चाहिँ मैले यो सिमी दल्ने भनेर गएको छु, पाइन्छ कि नै ठाउँ थाहा छैन, यो पुरै हाम्रो गाउँ देखिन्छ कि उता साइडसम्म, पाइन्छ कि नै थाहा छैन के हुन्छ गाइज। र अहिले चाहिँ म सिमी दल्ने भनेर गइरहेको छु, यो छ। उताबाट चाहिँ गाई पनि ल्याइसकेँ, जाएँ त छ जाएँ त ए यहाँ मिलेन, यहाँ यो सिमी ल्याएरै ऊ त्यो घरमा गएको छु र यहाँ चाहिँ पुरै हावा लागिरहेछ कि गाइस, यस्तो हावा लागि हेर्न सक्नुहुन्छ, झट्का पनि लागिरहेछ। म चाहिँ ऊ त्यो घरमा जहाँ त माग्नु जान्छु, त्यहाँ छ कि छैन, भएपछि त गर्छु, नभएपछि घर जान्छु, भएपछि त पिन्छु है गाइस, नभएपछि त घर जान्छु। म चाहिँ त्यहाँ माग्न लाग्छु। ओ आन्टी कहाँ त छ त्यो किन्ने, एकैचोटि दिउ न, नापा ठकै किनेर गइजाने हो। ल अब चाहिँ लास्ट लागिरहेछ है गाई, अहिले त मेघ पनि आउनु आइसकेको छ। यहाँ चाहिँ मेघ पनि आइसकेको छ, आवाज हेर्नु सक्नुहुन्छ कस्तो आइरहेछ, पुरै के भइरहेछ मुस्किल नै। अब चाहिँ सिमी हालेर पिन्छु, खै बहिनी देउँदै नेम हाल्दैन न, उस्तै गर्छन् गाई, हेर्न सक्नुहुन्छ। यसरी पिन्छन् घुमाएर यहाँबाट फेरि हाल्छन् होइन गाई। ऊ बाहिर चाहिँ हावा चलिरहेछ, छान्याउ हजुर छान्याउ नेमे हाल्लान्, तामै हालेको छु यहाँ, यसले राखियो नराख भएको। ओ भाइ गाइस बाहिर हावा लागिरहेछ, अझै पनि गरिरहेको छु मैले। म चाहिँ अहिले पिन्न लाग्छु, सिमी हाल्छु है सबैभन्दा पहिला चाहिँ, देखिरहेछ नि गाइस। म चाहिँ सिमी हाल्छु, यही भरि भइसकेको छ, अब चाहिँ पिन्छु। हजुर पानी ल्याइदेऊ, तिमी जल्दी ल्याऊ। ल आइदेऊ। त्यो गाई यसरी पिन्छन् बाउले। यसरी पिन्छ दाल चाहिँ बत्तीले जलिरहेको छैन होइन। म चाहिँ यहाँ पानी ल्याउन गइरहेको छु, एउटा जर्किन हावाले त्यहाँ उडायो, एउटा चाहिँ यहाँ छ र यहाँ चाहिँ पुरै भएर पानी आइरहेछ। म चाहिँ अहिले चाहिँ पानी ल्याउन जाँदैछु गाई, र अहिले घर जाने बेला देखाउँछु, किनकि आज हावा पनि धेरै चलिरहेछ होइन, मोबाइल समान्न पनि दिँदैन। त्यही कारण यहाँ आएर मेघ आएर चाहिँ ऊ हेर्न सक्नुहुन्छ कसरी उडाइरहेछ जर्किनलाई चाहिँ। अहिले चाहिँ म त्यो लिँदाखेरि त्यो पिएर खतम भएको लिँदाखेरिको सिन देखाउँछु गाई। अहिले चाहिँ म यहाँ पुरै पानी ल्याउन जाँदैछु कि, छिटो गएर आउँछु। अहिलेको लागि हेरिदिनु होला गाई, बाई बाई। नापा रहेको छ है, मैले त पानी पनि लिएर आएँ होइन गाई। अहिले नै बाहिर चाहिँ बारी मेघ आइरहेछ है, ऊ माथि त्यो डाँडामा यी कुहिरो कस्तो लागिरहेछ गाई, यहाँ चाहिँ कुहिरो लागिरहेछ, ए कुहिरो चाहिँ लास्टै लागिरहेछ। अहिले पानी परिरहेछ, म पनि कति भिगेको यार गाई, ज्याकेट चिसो भइरहेछ। ऊ त्यहाँ साइड चाहिँ पुरै बादल लागेर खाइ छैन। गाई म चाहिँ घर जाने लागेँ,
यहाँ चाहिँ दाल साल पिनेर अब चाहिँ म यहाँ पुरै बारिस मेघ आइरहेछ गाइज यहाँ कचिल्लो छ हेर्नु सक्नुहुन्छ म चाहिँ घर गइरहेको छु अब चाहिँ दाल पनि पिने पानी पनि ल्याएँ अब के भयो तपाईँहरूले चाहिँ हेर्नुभयो होला अब चाहिँ डाइरेक्ट घर जान्छु गाइज तपाईँहरूले चाहिँ एडिट गरेर अब घरमा चिराइदिन्छु म चाहिँ यहाँ भिज्छु बाहिर पनि मेघहरू धेरै आइरहेछ उता साइड पनि मेघ धेरै आइरहेछ र उता चाहिँ हेर्न सक्नुहुन्छ कत्रो धेरै बादल लागिरहेछ माथि साइड चाहिँ उता चाहिँ मेघ आइरहेछ उता जङ्गलमा पनि यहाँ पनि र म पनि धेरै कचिलो छु म चाहिँ अहिले घरमा पुगिसकेको छु र भित्र जान्छु म चाहिँ अहिले यहाँ चाहिँ आगो बालेको छ भाँडा धुरा छन् गाइज यो चाहिँ सिमी है अहिले मैले त्यो पिनेर ल्याएको आयो आजको यो भ्लग तपाईँहरूलाई राम्रो लागेको होला राम्रो लागेको छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै फेरि अर्को भ्लगमा मिल्छौँ थ्याङ्क फर वाचिङ बाई बाई Thanks for watching. Please subscribe.